हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हाम्रो दिदीको बर्थडे साउन 22 गते अनि दिदीलाई चाहिँ हामीले सरप्राइज दिनलाई पहिला नै प्लान गरिसकेका थियौँ। दिदीको यो रियाक्सन आउँछ भनेर चाहिँ हामीले कल्पना गरेका थिएनौँ। अनि हामीले चाहिँ 21 गते चाहिँ बेलुका राति डिनर लाने भनेर प्लान गरेको थियो भाइले। अनि डिनर लग्यौँ, दिदीलाई डिनर लगेर लिएर आयौँ। अनि 11:30 भएको राति आइपुग्दाखेरि गफ गर्दै बसौँला भनेको सबैलाई थक्ला दिदीले ज्यान्दो यसो मिद्देऊ न भन्छु। अनि मिद्दिँदाखेरि दिदी निदाइहाल्छ। 12 बजी ट्याक्कै घडी हेरेर उनलाई बर्थडे विस गऱ्यौँ हामी सबैजना मिलेर। दिदी सरप्राइज चाहिँ महा सरप्राइज हेर्छु। अनि दिदीको रियाक्सन हेर्छु है त। Happy birthday to you. Jump, jump, jump around. Happy birthday to you. Happy birthday. Happy birthday to my wonderful sister. Wishing you a day filled with love, laughter, and happiness. Thank you for always being there and for being such an amazing sister. May God bless you with good health, endless joy, and success in everything you do. Enjoy your special day. I love you so much. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Hello. Ready? Let's go. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Vai bagulho. Eu dile tanne. Caso de que lo que vuelvo. Ay, nada yo. ¿Dónde दिदीलाई चाहिँ के भने स्प्रे चाहिँ मन पर्दो रहेछ होइन। स्प्रे गरिसकेपछि चाहिँ दिदीलाई चाहिँ फोबिया हान्छ नि रहेछ कि के हो हामीलाई त थाहा थिएन। अनि त्यसपछि हामीले स्प्रे गऱ्यौँ। दिदी आत्तिएर चाहिँ अनि त्यो लाइट फुत्त फालिहाल्छ। बिचरा भाइको दिदीको रिस शान्त गर्नलाई चाहिँ बुके देखाउँदै पकाइरहेको छ। त्यो
त्यतिखेर चाहिँ तन्ना पोलिँदा चाहिँ अब सक हुन्छ नि सबैजना सबैजना हाँसो उठिरहेको थियो क्या सबैलाई हाँसो उठ्यो धनमा आमा केही पनि भएन ठिक छ केही छैन जे होस् दिदी खुसी भइसो त्यही नै ठुलो कुरो हाम्रो लागि हामीले दिदीको सरप्राइज ट्याक्कै 12 बजे नै विस गरियो त्यही खुसी लाग्यो भोलिपल्ट दिदी फेरि घर जानु थियो दिदी घर गइहाल्छ दिदीको घरपट्टि पार्टी थियो नि त अनि उता दिदी जानु पर्थ्यो अनि दिदीलाई हामीले बेलुका नै सरप्राइज गर्नु सक्थ्यो यो प्लान भनौँ कि कस्तो भनौँ जे होस् प्लानै हो यो हामीहरूको अपरझट मात्र होइन कि केही चिजहरू अपरझट केही चिजहरू प्लान धेरै प्लान थोरै अपरझट भनौँ दिदीलाई खुसी बनाउन चाहिँ हामीले यो धेरै 8-9 वर्षपछि यो बर्थडे जन्मदिनको बेलामा चाहिँ भेट प्राय हुँदैन थियो नि त हाम्रो अनि दिदी नेपाल आएको बेलामा भएर सबैजना एकैचोटि भेट भयो संजोग बस्तो बेलामा दिदीको बिहे भइसकेको थियो बिहे भइसकेपछि अहिले बिहे हुनुभन्दा अगाडि पनि भेट त त्यस्तो हुँदैन थियो नि त अब नेपाल भएपछि पो भेट हुने अब फेस्टिभलमा आइरहने अहिले फेस्टिभल पनि छैन तर नि चाँडै भयो नि हामीलाई चाहिँ एउटा मोमेन्ट चाहिँ के भयो भने हामीले 30 दसैँ या तिहार यस्तो कुनै फेस्टिभलमा भयो नि दिदी होइदियो हुन्थ्यो जस्तो लाग्थ्यो तर दिदीको बर्थडेमा दिदी यहीँ नेपाल आइसक्यो नेपालमै आइसक्यो हामीलाई एकदम खुसी लाग्यो कुनै फेस्टिभल होइन दिदी आएपछि जहिले पनि हाम्रो लागि फेस्टिभल हुन चाहिँ दिदी जन्मेदेखिको दिदी जन्मेदेखि अब दिदी पछि म जन्मिएँ त्यसपछि मलाई दिदी भएपछि फेस्टिभल जस्तै भयो ह्याप्पी बर्थडे टु यु जन्मदिनको लाखौँ लाख करोडौँ धेरै 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 भन्दा धेरै शुभकामना उन्नति प्रगति हुँदै जाओस् अगाडि बढिरहेका पाइलाहरूको कहिले ब्रेक नलागोस् साथै मैले पैसा चाहियो दिदी मलाई पैसा आवश्यक पर्यो भन्दैन भनेकन पैसाहरू खातामा आइरहोस् दिदीको इन्कम भयो भने त मेरो नि इन्कम हुने हो नत्र मेरो कसैले इन्कम हुन्छ होइन त्यही भएर चाहिँ दिदीको धेरै इन्कम होस् उन्नति प्रगति होस् त्यससँगै म साथमा सधैँभरि रहनेछु म्याजिक होइन हौ म्याजिक होइन म्याजिक होइन बोल्दासम्म याद आउँदैन मान्छे सुतेन उठाएर जबरजस्ती तानेन बिस्तारै बिस्तारै त हुँदैन बिस्तारै फुट्न सक्छ बिस्तारै फोटो होइन के राम्रो छोड्नु है त्यही भएर ऐना पुगिहाल्यो के गर्ने दिदी त्यो तिम्रो उदो छ एल्बम गरेर दिनु खै अनि त्यो चाहिँ पाल्नु नै एकचोटि त्यो ऐना त फुटिहाल्छ नि सिसा अनि त्यो मार्नु त्यो बाल्नु नि ए त्यो यो बाल्नु पर्यो क्या फोटो चाहिँ होइन यसले फोटो सोटो के हाल्ने यहाँ म फोटोलाई सुनेर चार्जै छैन ल चार्ज भएपछि गर्छ नगरिदिनु थियो अनि त्यो ऐना हेर्नुहुन्छ दिदी ल ल ल यो उज्यालो आउने खाले फोटो देखिरहेको यत्रो सरप्राइज रहेछ अहिलेको पानी गुल्टिएर पो रहेछ दिदी यहाँ हेर्नु फेरि पढेर नि सुनाउनु पर्छ आफूले खतरा ल्याएर 22 ओ यत्रो दिमाग लगाएर गरेछ नि त यिनीहरूले त फुटाइस मैले फोटो तान्दै तान्दै ऐना पनि हेर्न मिल्यो होइन ऐना पनि हेर्न मिल्यो दिदी काम गर्छ
बिचरा लिएर आउँदाखेरि बेला हात खुट्टाहरू त्यो सबै चिज बेडरुम लिएर लगाएको छ कि दाइको गिफ्ट अब बिस्तारै बिस्तारै एकदम सेन्सिटिभ फेरि त्यसरी नै लानुपर्ने हेर न के रहेछ अब त्यो नि 24 घन्टा बज्छ दामी सोचेको यार सोच्नु नि ओ माई गॉड कति राम्रो भयो त यता मुन लागेको जस्तो राति सुत्दाखेरि बालेर सुत्नु मिल्यो बेट्री वाला हो यो यस ओ बालिरहनु पर्ने कति राम्रो सबै मन पर्यो मलाई त अनि कस्तो दिमाग लगाएर गरेको है सानो दिमाग कति हो त्यो मक्ख परेर बसेको थिएँ तिमी खुसी भयो नि एकदम अघि निन्द्राको अब त रिग्रेट भयो नि अब यो तन्ना कहिले किनिदिनु विनाजको यहाँ रोज त नि भिनाजले रोज दिनु भएको हुन्छ रोज ल अघि विनाज बुके सुके भिनाज हो भने बुके साँच्ची हो विनाजले हो भने विनाजले हो हेर न के छ विनाजले हो कि विनाजको प्लान हो त्यो साँच्ची हो विनाजको प्लान हो कि त्यो होइन पत्नी आउँदिन नि भने अब केक अब फेरि काट बोल्दैछ न बड़ी किनिदिने बुढो यहाँ आउँछ Wow, so मीठो केक हैप्पी बर्थडे
विनाजको तर विनाजको सुन्नुहोस् न विनाजको सरप्राइज चाहिँ कस्तो लाग्यो तिमीलाई कल्पना बाहिरको कुरा हो कसरी यस्तो गर्न सक्नुभयो पहिले प्लान त्यही भएर विनाजुले मलाई लिन आऊ भन्छेर गरेर तिमीलाई केही थाहा छैन यहाँ हामी अन्धगन्ध तिमीलाई बुढो त गरे प्लान यस्तो दिमाग बाहिरको कुरा हो मेरो बुढोको यस्तो गरेर चाहिँ थाहा छैन कान्छीको बोलाउनु कान्छीको यसले दियो होला आइडिया यस्तो हो र तेरी बर्थडे बेला होरो होरो भन न म त खाइसकेको मैले खाइसकेँ किन कान्छी खाऊ न मैले फेरि खाएँ विनाजले खानु भएन क्या बोलाउनु सक्छु नि त्यो माथि सानो अनि के हो म खाइदिन्छु क्या हेपी बर्थडे म खान्न चाहिँ अब खाउँदैन कस्तो नखान्छ बर्थडे गुड नाइट एकैचोटि तर ऐना चाहिँ फुटेछ है ठिक छ नाइस एकदम मन पऱ्यो मलाई अनि त्यो क्यामेरा अन रहेछ नि किन हो अन्त कन्फ्युजन अन राख्ने हो एकदम मन पऱ्यो बाई बाई सबै बाई दिदी बाई भन्दै बाई भन्नु न बाई बाई विनाज बाई थ्याङ्क यू यति राम्रो बाई बाई ल लगाएर बर्थडे गुड नाइट